मतलब भर्खरै आएको खबर अनुसार चाहिँ हाम्रो बुद्ध एयरलाइन्स चाहिँ हाम्रो चन्द्रगढी एयरपोर्टमा चाहिँ यसरी दुर्घटना भएको भन्ने हामीले खबर पाएको छौँ। यो खबरलाई र यो भिडियो मैले हजुरहरू सामु पस्किरहेको छु। कस्तो भयो भनेर तपाईँहरूको जिज्ञासा छ भने यो भिडियो हेरेर चाहिँ तपाईँहरूले थाहा पाउन सक्नुहुन्छ होइन। मैले पनि यो भिडियो चाहिँ अरूबाटै लिएर आएको पछि म पनि अब यहाँ चाहिँ जान पाइनँ। मैले पनि यहाँ चाहिँ जान पाइनँ, तैपनि मैले तपाईँहरू सामु यो थोरै सानो क्लिप्स तपाईँहरू सामु यसरी सबैजनाले भिडियो खिचिरहनु भएको रहेछ। सबैले आफ्नो आफ्नो मोबाइलमा अपलोड गर्नु होला भयो होला। त्यो भिडियोलाई अपलोड गर्दैछु है। अब तपाईँहरू हेर्न सक्नुहुन्छ रातिको 10-11 भइसकेको छ अनि हालत पनि खराब छ, देखिहाल्नु भयो होइन। अब जन्म सबैजना चाहिँ जीवितै हुनुहुन्छ भन्ने हाम्रो यहाँ हाम्रो सरहरूले चाहिँ यसरी भन्नुभएको छ। सबै गएर चेक पनि गर्नुहुँदैछ अनि कोही हुनुहुन्न भन्ने कुरा चाहिँ जानकारी आएको छ। बाँकी हाम्रो सबै ठिकै छ अनि पेसेन्जरहरू पनि सबै राम्रै हुनुहुन्छ र सबैजना चाहिँ उत्रिसक्नुभयो भन्ने चाहिँ हामीले जानकारी पाइसकेको छौँ। र हाम्रो प्रहरी बलहरूले चाहिँ अब भित्र र पनि चेक जाँच थोरै त गर्नै पर्यो। 1-2 जना छुटेर हुन सक्नुहुन्छ, त्यही भएर उहाँहरूलाई चाहिँ अब त्यहाँबाट उद्धार गर्ने कार्यक्रम